नम पार्वती पति हर हर महादेव। आदरणीय दर्शकबिन नमस्कार। तपाईहरूलाई मेरो युट्युब च्यानल केन्द्र भर्समा स्वागत गरे र तपाईहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु नभुल्नुहोला। साथै मेरो भिडियोमा अन्तिमसम्म बनिरहनुहोला। यस भिडियोमा आज म तपाईहरूलाई झारखण्ड राज्यको वैद्यनाथ धाम, वासुकीनाथ धाम अनि वीरभूम जिल्लाको तारापीठ मन्दिर तीनवटा तीर्थस्थलको तीर्थयात्रा गराउनेछु। ओम नमः शिवाय। हर हर महादेव, हर हर महादेव। बोल बम, बोल बम। हर हर महादेव। सर्वप्रथम हामी आइपुगेका छौँ दार्जिलिङको सुन्दर नागरिक टी स्टेटमा अवस्थित पवित्र गैदेवी मन्दिरमा। हरियालीले भरिएको चिया बगानको बिचमा रहेको यो मन्दिर प्राचीन काली मन्दिर हो, साथै स्थानीय बासिन्दाहरूको गहिरो आस्था र विश्वासको केन्द्र हो। यहाँ भक्तजनहरूले देवीसँग सुख शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै पूजा आराधना गर्छन्। हामीले पनि आज देवीलाई हाम्रो तीर्थयात्रा राम्रो होस्, चिताएर हिँडेर सबै पुगोस्, यात्रा अत्यन्तै सहज र सुविधाजनक होस् भनेर सबै बमजीहरूले आफ्नै तरिकाले पूजा आराधना गरेपछि मुसलधारे पानी परिरहेको थियो। पानीको पनि कुनै वास्ता नगरी आफ्नो गन्तव्य देवघरतिर प्रस्थान गऱ्यौँ। जय शिव शम्भो। ओम नमः शिवाय। हर हर महादेव। ओम नमः शिवाय। यसपालिको हाम्रो तीर्थयात्राको रूपमा चाहिँ हामी 6 जनाको टोली छौँ। यो 6 जनाको टोलीमा चाहिँ र 2 भाइ राजकुमार बोरा र प्रकाश बोरा चाहिँ नेपाल देश बासिन्दा हुनुहुन्छ। उहाँहरू पनि हामीसँग यसपालि तीर्थ यात्राको रूपमा उहाँ पनि सामेल हुनुभएको छ। बाँकी 4 जना चाहिँ हामी भारतीय देशवासी, दार्जिलिङवासी। हर हर महादेव। जय शिव शम्भो। जय भोलेनाथ। बोल बम। र बमजीहरू एकदमै थकित भएकोले घरबाट ल्याएको चिउरा, फलफुल, पानी आदि खाएर आफ्नो भोग मेटाउने काम गरिरहेको छन् बमजीहरूले। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। बोलबम का नारा है, बाबा एक सहारा है। र अहिले चाहिँ हामी गङ्गा नदीमा आइपुगेको छौँ। तपाईहरुलाई देखाइरहेको छु अहिले म यो गङ्गाको ब्रिज, गङ्गा नदीमाथि भएको एकदमै बृहत अवस्थामा अवस्थित ब्रिज देखाइरहेको छु। र अब हामी सुल्तानगञ्जको धेरै नजिकतिर आइपुगेको छौँ। अब हामीलाई सुल्तानगञ्ज पुग्न प्राय 1.5 घन्टा लाग्नेछ। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। नमस्कार साथीहरू, अहिले हामी आइपुगेको छौँ सुल्तानगञ्जको नवानी घाट। ओम नमः शिवाय। हर हर गङ्गे। आज हामी तपाईहरूलाई बिहारको भागलपुर जिल्लामा रहेको पवित्र धार्मिक स्थल सुल्तानगञ्जको नवानी घाटबारे जानकारी दिनेछौँ। सुल्तानगञ्ज हिन्दू धर्मावलम्बीहरूको लागि धेरै पवित्र ठाउँ हो। यहाँ गङ्गा नदी उत्तरतर्फ बग्छ, जसलाई उत्तरवाहिनी गङ्गा भनिन्छ। यस्तो स्थानलाई धार्मिक रूपमा धेरै शुभ मानिन्छ। त्यसैले हरेक वर्ष लाखौँ भक्तजन यहाँ दर्शन गर्न र गङ्गामा स्नान गर्न आउँछन्। नवानी घाट सुल्तानगञ्जको प्रसिद्ध घाटमध्ये एक हो। बिहानको समयमा यहाँको वातावरण निकै शान्त र सुन्दर हुन्छ। भक्तजन गङ्गामा स्नान गरेर पूजा गर्छन् र आफ्नो परिवारको सुख शान्ति र समृद्धिको कामना गर्छन्। साउन महिनामा यहाँ सबैभन्दा धेरै भिड लाग्छ। भारतका विभिन्न राज्यबाट लाखौँ काँवडिया भक्तहरू सुल्तानगञ्ज आउँछन्। उनीहरू यहाँबाट गङ्गाजल भरेर पैदल यात्रा गर्दै झारखण्डको देवघर स्थित बाबा वैद्यनाथ धाम पुग्छन् र भगवान शिवलाई जल चढाउँछन्। यो यात्रा श्रद्धा र विश्वासको प्रतीक मानिन्छ।
नवमी घाट वरिपरि साना ठुला पसलहरू पनि छन्। यहाँ पूजा सामग्री, प्रसाद, खानेकुरा र स्थानीय सामानहरू सजिलै पाइन्छ। यहाँ आउने भक्तजनले धार्मिक दर्शनसँगै स्थानीय संस्कृति र गङ्गाको सुन्दर दृश्यको पनि आनन्द लिन सक्छन्। साँझको समयमा नवमी घाटको दृश्य अझ आकर्षक देखिन्छ। सूर्य अस्ताउँदै गर्दा गङ्गाको पानीमा पर्ने सुनौलो किरणले वातावरणलाई झन् मनमोहक बनाउँछ। यहाँ केही समय बसेर गङ्गाको किनारमा बिताउँदा मनलाई शान्ति मिल्छ। यदि तपाईँ धार्मिक यात्रा गर्न चाहनुहुन्छ वा गङ्गाको सुन्दर दृश्य हेर्न चाहनुहुन्छ भने सुल्तानगञ्जको नवमी घाट अवश्य एकपल्ट भ्रमण गर्नुहोस्। यहाँको वातावरण, श्रद्धा र प्राकृतिक सौन्दर्यले तपाईँको मन जित्ने। नवमी घाटमा गङ्गा स्नान गरेपछि गङ्गाजल उठाएर अहिले हामी आइपुगेको छौँ देवघर बाबाधाम। आज हामी भारतको झारखण्ड राज्यमा रहेको प्रसिद्ध धार्मिक स्थल देवघर बाबाधामबारे जानकारी दिनेछौँ। देवघरमा रहेको बाबा वैद्यनाथ धाम भगवान शिवका सबैभन्दा पवित्र मन्दिरहरूमध्ये एक हो। यसलाई हिन्दू धर्मका 12 ज्योतिर्लिङ्ग मध्ये एक मानिन्छ। यहाँ वर्षभरि लाखौँ भक्तजन दर्शन गर्न आउँछन्। पौराणिक कथा अनुसार लङ्काका राजा रावणले भगवान शिवलाई प्रसन्न बनाउन कठोर तपस्या गरेका थिए। शिवजी प्रसन्न भएपछि उहाँले रावणलाई ज्योतिर्लिङ्ग दिनुभयो, तर एउटा शर्त राख्नुभयो, यो शिवलिङ्ग बाटोमा कतै पनि भुइँमा राख्न पाइँदैन। यदि राख्यो भने त्यही स्थायी रूपमा स्थापित हुनेछ। यात्राको क्रममा रावणलाई केही समय विश्राम गर्न पर्ने भयो। त्यसबेला भगवान विष्णुले एक बालकको रूपमा लिएर शिवलिङ्ग समाति दिनुभयो। धेरै बेरसम्म रावण नआएपछि बालकले शिवलिङ्ग भुइँमा राखिदिए। त्यसपछि रावणले धेरै प्रयास गरे पनि शिवलिङ्ग उठाउन सकेनन्। त्यही स्थान आजको बाबा वैद्यनाथ धाम भन्ने चिनिन्छ। साउन महिनामा यहाँको महत्त्व झन् बढ्छ। लाखौँ काँवडिया भक्तहरू बिहारको सुल्तानगञ्जबाट गङ्गाजल भरेर करिब 105 किलोमिटर पैदल यात्रा गर्दै देवघर पुग्छन्। त्यसपछि बाबा वैद्यनाथलाई गङ्गाजल अर्पण गरी पूजा गर्छन्। यो यात्रा श्रद्धा, विश्वास र भक्तिको महान उदाहरण मानिन्छ। मन्दिर परिसरमा मुख्य शिव मन्दिरसँगै अन्य देवी देवताका मन्दिरहरू पनि छन्। बिहानदेखि बेलुकासम्म पूजा, आरती, भजन र बोलबमको जय घोषले सम्पूर्ण क्षेत्र भक्तिमय बनेको हुन्छ। यदि तपाईँ देवघर जानुहुन्छ भने बिहान सबैले दर्शन गर्नु राम्रो हुन्छ। यसले भिड कम हुन्छ र शान्त वातावरणमा भगवान शिवको दर्शन गर्न सकिन्छ। मन्दिर वरिपरि पूजा सामग्री, प्रसिद्ध स्थानीय परिकारका धेरै पसलहरू पनि छन्। देवघर केवल धार्मिक स्थल मात्र होइन, यो आस्था, विश्वास र आध्यात्मिक शान्तिको केन्द्र पनि हो। यहाँ पुगेपछि मनमा नयाँ ऊर्जा र सकारात्मक भावना जाग्छ। यदि तपाईँ भगवान शिवको भक्त हुनुहुन्छ भने जीवनमा एकपल्ट देवघर बाबाधामको दर्शन अवश्य गर्नुहोस्। यहाँको पवित्र वातावरण र भक्ति भावले तपाईँको मनलाई आनन्द र शान्तिले भरिदिनेछ। हर हर महादेव, बोल बम, बाबा वैद्यनाथको जय। नमस्कार है, बोल बम। आज हाम्रो 3 दिन भयो है घरदेखि हामी बाबा धामको दर्शन गरेर आज हाम्रो अन्तिम दर्शन हो यो बासुदेवको। आजदेखि फेरि हामी यहाँबाट तारापीठ मन्दिरतर्फ जाँदैछौँ है। सबैलाई बाबाको दर्शन होस्। सबैको हाम्रो जति पनि भक्तहरू, जति पनि हाम्रो बोलबममा आउनुहुने सबैलाई नमस्कार। अनि सबैको मनोकामना पुरा होस्, इच्छाहरू पुरा होस्। चिताको पुरै भन्न चाहेको राम्रो। हर हर शम्भु। अब हिजो त हामी बाबा देवघरमा दर्शन गरेर चाहिँ आज त हामी बाबा बासुदेवको दर्शन गर्न आइपुगेको छौँ समस्त टिम है। आज धेरै खुसी लाग्यो, बाबाको पनि दर्शन भयो। हर हर महादेव। बाबाले यसरी नै अर्को साल पनि हामीलाई यसरी नै बोलाओस्। बोल बम।
र अहिले चाहिँ हामी भिआइपी टिकट 300 रुपियाँ तिरेर मुसलधारे पानीमा 7 घण्टा लाइनमा उभिएर एकदमै कठिन परिश्रमपछि बाबाको स्पर्श दर्शन गरेपछि यो 60 रुपियाँमा भरपेट पाउने ढाबा आएको छौँ। बमजीहरू अत्यन्तै भोकाएको हुनाले पेट पूजा गर्न लागिरहेको छौँ। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। हर हर महादेव। बाबा बैद्यनाथ धामको दर्शनपछि आज हामी भारतको झारखण्ड राज्यको प्रसिद्ध धार्मिक स्थल वासुकीनाथ मन्दिर आइपुगेको छौँ। वासुकीनाथ मन्दिर भगवान शिवलाई समर्पित एक अत्यन्त पवित्र मन्दिर हो। यो झारखण्डको दुम्का जिल्लामा अवस्थित छ। प्रत्येक वर्ष लाखौँ श्रद्धालु यहाँ भगवान शिवको दर्शन गर्न आउँछन्। विशेष गरी साउन महिनामा सुल्तानगञ्जबाट गङ्गाजल बोकेर आउने काँवरियाहरू लगभग 105 किलोमिटर पैदल यात्रा गरेर वासुकीनाथ पुग्छन्। हर हर महादेव। उनीहरूले यहाँ भगवान शिवलाई गङ्गाजल अर्पण गर्छन्। धार्मिक मान्यता अनुसार देवघर स्थित बाबा बैद्यनाथको दर्शनपछि वासुकीनाथको दर्शन गरे मात्र यात्रा पूर्ण भएको मानिन्छ। मन्दिरको वातावरण निकै शान्त र भक्तिमय हुन्छ। बिहान र बेलुका हुने आरती, घन्टीको आवाज र हर हर महादेवको जय घोषले सम्पूर्ण परिसर आध्यात्मिक ऊर्जाले भरिएको महसुस हुन्छ। वासुकीनाथ मन्दिरको इतिहास धेरै पुरानो मानिन्छ। यहाँ दैनिक हजारौँ भक्तजन पूजा अर्चना गर्न आउँछन्। महाशिवरात्रि र साउन महिनामा विशेष मेला लाग्ने भएकाले यस समयमा भक्तहरूको ठुलो भिड देख्न सकिन्छ। यदि तपाईँ वासुकीनाथ घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ भने बिहान चाँडै दर्शन गर्नुभयो भने भिड कम हुन्छ। मन्दिर परिसर सफा राख्नुहोस् र स्थानीय नियमहरूको पालन गर्नुहोस्। यदि तपाईँ भगवान शिवका भक्त हुनुहुन्छ भने जीवनमा एकपल्ट वासुकीनाथ मन्दिरको दर्शन अवश्य गर्नुहोस्। यहाँको आध्यात्मिक र वातावरणले मनलाई शान्ति र नयाँ ऊर्जा प्रदान गर्छ। हर हर महादेव। नमः पार्वती पति हर 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 महादेव। जय शिव शंभु, जय भोलेनाथ। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। वासुकीनाथ मन्दिरको दर्शनपछि आज हामी भारतको पश्चिम बङ्गाल राज्यको वीरभूम जिल्लामा रहेको प्रसिद्ध शक्तिपीठ तारापीठ मन्दिर आइपुगेको छौँ। साथै 500 रुपियाँको भिआइपी टिकट काटेर मन्दिरभित्र प्रवेश गरिसकेका छौँ। तारापीठ हिन्दू धर्मका सबैभन्दा प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो। यो मन्दिर माता तारालाई समर्पित छ, जसलाई माता कालीको शक्तिशाली स्वरूप पनि मानिन्छ। प्रत्येक वर्ष भारत तथा विदेशबाट लाखौँ श्रद्धालु यहाँ दर्शन गर्न आउँछन्। धार्मिक मान्यता अनुसार माता सतीको एउटा नेत्र अर्थात् आँखा यही स्थानमा खसेको थियो। त्यसैले यो स्थानलाई अत्यन्त पवित्र शक्तिपीठ मानिन्छ। यहाँ भक्तजनले सुख शान्ति र स्वास्थ्य र मनोकामना पुरा होस् भनेर पूजा अर्चना गर्छन्। तारापीठको अर्को विशेषता भनेको यसको महाश्मशान हो। मन्दिर नजिकै रहेको यस श्मशानमा प्रसिद्ध साधक बामा केफाले वर्षौँसम्म माता ताराको आराधना गरेका थिए। आज पनि उहाँलाई माता ताराका महान भक्तका रूपमा श्रद्धापूर्वक सम्झिन्छन्। मन्दिरको वातावरण बिहान र बेलुकाको आरतीका बेला निकै भक्तिमय हुन्छ। घन्टीको आवाज, मन्त्रोच्चारण र भक्तजनहरूको जय घोषले सम्पूर्ण परिसर आध्यात्मिक ऊर्जाले भरेको अनुभव हुन्छ। र मा तारा मन्दिरको दृश्य अवलोकनसित यस वर्ष 2026को तीर्थ यात्राको भिडियो यतिमा नै अन्त गर्न लागिरहेछु। यदि तपाईँलाई यो जानकारी मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस्, आफ्ना साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै धार्मिक तथा यात्रा सम्बन्धी भिडियोहरूको लागि च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्। जय माता तारा, जय भोलेनाथ, धन्यवाद।